सोच्नुहोस् त विश्वको सबैभन्दा राम्रो शिक्षा प्रणाली कुन देशको होला। आउनुहोस् यसैको बारेमा छोटो विश्लेषण गरौँ। विश्वको सबैभन्दा उत्कृष्ट शिक्षा प्रणाली भएको देश फिनल्यान्डलाई मानिन्छ। फिनल्यान्डको शिक्षा प्रणाली कसरी राम्रो भयो भनेर जान्नुभन्दा अगाडि हामीले त्यहाँको राजनीतिक र ऐतिहासिक पक्ष केलाउनु पर्ने देखिन्छ। फिनल्यान्ड एउटा स्क्यान्डिनेभियन देश हो जुन उत्तरी युरोपमा अवस्थित रहेको छ। फिनल्यान्डको टोटल एरिया 3,38,455 वर्ग किलोमिटर रहेको छ। साथै सन् 2024 को जनगणना अनुसार फिनल्यान्डको कुल जनसङ्ख्या 56,35,971 रहेको थियो। फिनल्यान्डको इतिहास पल्टाएर हेर्ने हो भने 12th सेन्चुरी एडीमा यसलाई स्विडेनले आफ्नो उपनिवेश बनाएको थियो। सन् 1721 मा रसियाले फिनल्यान्डलाई आफ्नो नियन्त्रणमा लिएको थियो, तर अन्तिममा डिसेम्बर 6, 1917 मा रसियाबाट फिनल्यान्डले स्वतन्त्रता प्राप्त गरेको थियो। राजनीतिक व्यवस्थाको कुरा गर्ने हो भने फिनल्यान्डमा समाजवादी व्यवस्था रहेको छ। रसियासँग सिमाना गाँसिएको कारणले गर्दाखेरि रसियामा रहेको कम्युनिस्ट विचारधाराको प्रभाव फिनल्यान्डमा पनि परेको पाइन्छ। फिनल्यान्डमा शिक्षा राम्रो हुनु पछाडिको एउटा मुख्य कारण भनेको यहाँ रहेको समाजवादी व्यवस्था पनि हो। अब यहाँको उत्कृष्ट शिक्षा पछाडिको रहस्यको कुरा गरौँ। विश्वमा युनेस्को र पिसा जस्ता अर्गनाइजेसनहरू रहेका छन् जसले विश्वभरि रहेका विभिन्न देशहरूको शिक्षाको गुणस्तर मापन गर्ने गर्दछन्। उनीहरूले गरेको एजुकेसन क्वालिटी र्याङ्किङमा फिनल्यान्डका स्टुडेन्टहरू टप 5 भित्र पर्ने गर्दछन्। अब तपाईलाई लाग्ला कि फिनल्यान्डको एजुकेसन सिस्टममा त्यस्ता के विशेषताहरू रहेका छन् जसले गर्दा फिनल्यान्डको एजुकेसन सिस्टम विश्वमै उत्कृष्ट रहेको छ। नेपालको एजुकेसन सिस्टम र फिनल्यान्डको एजुकेसन सिस्टमको बीचमा कम्प्यारिजन गरेर बुझौँ है त। तपाईले देख्नु नै भएको होला, नेपालमा 2-3 वर्ष पनि नपुगेको बालबालिकाहरूलाई रुवाई रुवाई विद्यालय पठाइन्छ, तर फिनल्यान्डमा बच्चा 7 वर्ष पुगेपछि मात्र विद्यालय पठाइन्छ। किनभने 7 वर्षको उमेरसम्म बालबालिकाको दिमागको विकास तीव्र हुने गर्दछ। नेपालमा वर्षमा 2-3 पटक क्लासको इक्जाम हुने गर्दछ र फाइनल इक्जाम पास गर्ने माथिल्लो क्लासमा भर्ना हुन पाउँदछ। तर फिनल्यान्डमा त्यसरी परीक्षा दिइरहन पर्दैन। सिधै हाई स्कुल छाडेर कलेजमा भर्ना हुनको लागि एउटा परीक्षा दिनुपर्ने हुन्छ जसलाई म्याट्रिकुलेसन इक्जाम भनेर भनिन्छ। नेपालमा कक्षामा राम्रो पढ्ने विद्यार्थी राम्रो हुँदै जान्छ, तर कमजोर विद्यार्थी भने झन्झन कमजोर हुँदै जान्छ। टिचरहरूले पनि जान्ने विद्यार्थीहरूलाई मात्र फोकस गर्ने र एटेन्सन दिने गर्दछन्, तर फिनल्यान्डमा भने कमजोर स्टुडेन्टहरूलाई स्पेशल तरिकाले पढाउने गरिन्छ। नेपालमा हेर्ने हो भने वर्षमा 220 दिन विद्यालयहरू सञ्चालन हुने गर्दछन्, तर फिनल्यान्डमा भने वर्षमा 190 दिन मात्र विद्यालयहरू सञ्चालन हुने गर्दछन्। नेपालका विद्यालयहरू एक दिनमा 6 देखि 7 घण्टासम्म सञ्चालन हुने गर्दछन् भने फिनल्यान्डका विद्यालयहरू एक दिनमा 4 देखि 5 घण्टा मात्र सञ्चालन हुने गर्दछन्। नेपालका विद्यालयहरूले आफ्नो स्टुडेन्टहरूलाई 1 घण्टादेखि लिएर 6-7 घण्टासम्मको होमवर्कहरू दिने गर्दछन्, तर फिनल्यान्डका विद्यालयहरूले आफ्नो विद्यार्थीहरूलाई म्याक्सिमम 30 मिनेटसम्मको एचडब्ल्यूहरू दिने गर्दछन्। नेपालमा सहरतिरका विद्यालयहरूको शिक्षाको गुणस्तर गाउँका विद्यालयहरूको भन्दा राम्रो हुने गर्दछ, तर फिनल्यान्डमा भने देशको सबै क्षेत्रहरूमा एजुकेसनको क्वालिटी बराबर हुन्छ। फिनल्यान्ड र नेपाल दुईवटै देशमा गभर्नमेन्ट र प्राइभेट स्कुलहरू रहेका छन्। नेपालमा प्राइभेट स्कुलहरूमा पढ्नको लागि धेरै फी लाग्ने गर्दछ र सरकारी स्कुलहरूमा पनि क्लास बढ्यो भने केही फीहरू लिने व्यवस्था रहेको छ, तर फिनल्यान्डमा भने यस्तो रहेको छैन। फिनल्यान्डमा प्राइभेट र पब्लिक दुवै स्कुलहरूले निशुल्क रूपमा एजुकेसन दिने गर्दछन्। फिनल्यान्डमा राज्यले प्राइभेट स्कुल र पब्लिक स्कुल दुवैलाई इक्वल फन्ड दिने गर्दछ। त्यसैले गर्दा त्यहाँका प्राइभेट र पब्लिक स्कुलहरूले निशुल्क रूपमा शिक्षा दिने गर्दछन्। फिनल्यान्डका स्कुलहरूमा विद्यार्थीहरूलाई खाना नास्ता र यातायातको निशुल्क व्यवस्था रहेको छ। नेपालमा गरिबले उच्च शिक्षा पाउन निकै गाह्रो रहेको छ, तर फिनल्यान्डमा गरिब र धनी दुवैले उच्च शिक्षा सजिलै प्राप्त गर्न सक्दछन्। नेपालमा हेर्ने हो भने एउटै कक्षा कोठाभित्र 40 देखि 60 जना विद्यार्थीहरू राखेर पढाउने गरिन्छ, तर फिनल्यान्डमा भने एउटा कक्षा कोठाभित्र 15 देखि 20 जना विद्यार्थीहरू मात्र राखेर पढाउने गरिन्छ, जसले गर्दाखेरि विद्यार्थीहरूले राम्रो तरिकाले पढ्न पाउँदछन्। नेपालमा स्टुडेन्टहरूलाई नर्सरीदेखि नै इङ्ग्लिस पढाउन सुरु गरिन्छ, तर फिनल्यान्डमा भने विद्यार्थीहरूलाई 3 क्लासमा पुगेपछि मात्र इङ्ग्लिस पढाउन सुरु गरिन्छ। नेपालका विद्यालयहरूको पढाउने तरिका इक्जाम ओरिएन्टेड हुन्छ, अर्थात् इक्जाममा कसरी बढी अङ्क ल्याउने भनेर पढाइन्छ, तर फिनल्यान्डमा भने कन्सेप्ट बेस्ड लर्निङ गराइन्छ। कन्सेप्ट बेस्ड लर्निङमा कुनै पनि कुराको मेन प्रिन्सिपलको डिप लर्निङ गरिन्छ। नेपालका विद्यालयहरूमा रटन्ते शिक्षा रहेको छ। विद्यार्थीहरूले पढेको कुरा जसरी पनि घोक्न सिकाइन्छ, तर फिनल्यान्डमा भने प्रब्लम सल्भ गर्ने, विचार गर्ने, विश्लेषण गर्ने शिक्षा सिकाइन्छ। नेपालका विद्यालयहरूमा पारिवारिक वातावरणमा शिक्षा आदान प्रदान हुँदैन। शिक्षकहरूले विद्यार्थीलाई डराउने धम्काउने हुँदा विद्यार्थीहरू शिक्षकसँग डराउँदछन् र नजानेको कुराहरू सोध्दैनन्, तर फिनल्यान्डका विद्यालयहरूमा पारिवारिक वातावरणमा पढाइ लेखाइ हुन्छ। नेपालको शिक्षा धेरै
थ्योरिटिकल रहेको छ, तर फिनल्यान्डको शिक्षा थ्योरिटिकलसँगै धेरै प्र्याक्टिकल रहेको छ। अब नेपाल र फिनल्यान्डका विद्यालयहरूका टिचरहरूको कुरा गरौँ। फिनल्यान्डमा डाक्टर इन्जिनियर भन्दा पनि शिक्षकको पेसालाई निकै ठुलो मानिन्छ। फिनल्यान्डमा टिचर बन्नको लागि मास्टर्स डिग्री पूरा गरेको हुनुपर्दछ। फिनल्यान्डमा कलेजका टप 10 स्टुडेन्टहरूलाई मात्र टिचरको रूपमा छानिन्छ। फिनल्यान्डमा टिचर बन्न नेपाल जस्तो सजिलो रहेको छैन। नेपालमा हेर्ने हो भने शिक्षा विषय लिएर कक्षा 11-12 पास गरेको व्यक्ति कक्षा 8 सम्मको शिक्षक बन्नको लागि योग्य हुने गर्दछ। एउटा कुरा के हो भने जबसम्म शिक्षक ट्यालेन्ट हुँदैन तबसम्म विद्यार्थी पनि ट्यालेन्ट हुँदैन। शिवजी जस्तो टिचर भएपछि मात्र परशुराम जस्तो विद्यार्थी हुने गर्दछ। नेपालमा स्टुडेन्टहरूको सिकाइको प्रगति विवरण सिधै इक्जाम पछि थाहा हुन्छ, तर फिनल्यान्डमा टिचरहरूले हरेक दिन आफ्नो स्टुडेन्टहरूको सिकाइको प्रगति विवरण तयार गर्नु पर्दछ। नेपालका विद्यालयहरूको पाठ्यक्रम नेपाल सरकारले निर्माण गर्ने गर्दछ भने फिनल्यान्डका विद्यालयहरूको पाठ्यक्रम फिनल्यान्डको सरकार अन्तर्गत रहेर विद्यालय, शिक्षाविद र उद्योगपतिहरूले निर्माण गर्ने गर्दछन्। नेपाल सरकारले आर्थिक वर्ष 2081-82 मा आफ्नो कुल बजेटको 10.94% रकम शिक्षालाई छुट्याएको छ भने फिनल्यान्ड सरकारले सन् 2024-25 को कुल बजेटको 20देखि 25% रकम शिक्षा क्षेत्रलाई छुट्याएको छ। आजको भिडियो कस्तो लाग्यो कमेन्टमा भन्नुहोला र यस्तै इन्फर्मेटिभ भिडियो र कानुनी भिडियोहरूको लागि हामीलाई फलो र सब्स्क्राइब गर्नुहोला।